हेलो एभ्रिवान, म चाहिँ आज हजुरहरूलाई मेरो आमाले गाउँदेखि काठमाडौँ बस्ने छोरालाई के कोसेली पठाइदिनु भएको छ भनेर देखाउँदैछु। सुरुमा रहेको छ करेन्ट कुरकुरे, त्यसपछि चाहिँ तामा। अहिले तामाको सिजन छ, मलाई एकदम मनपर्छ तामा हैन। अनि यो रहेको छ फर्सीको मुन्टा, यो सुकेको करेला, अनि रहेको छ यो कर्कलो गावा, अनि यो चाहिँ कागती हो, अनि अर्को सानो डब्बाको चाहिँ अचार हो। त्यसपछि रहेको छ यो रातो प्लास्टिकमा हरियो करेला, त्यसपछि अलिकति चिचिन्ना, यो पनि एकदम मनपर्छ मलाई। अर्को रहेको छ लौका, हरियो लौका, यो पनि एकदम मिठो लाग्छ मलाई। अनि अब बोराको पाली, बोरामा चाहिँ सुरुमा रहेको छ फर्सी, हरियो फर्सी। यता काठमाडौँमा पाइने त हो, तर यताकोमा चाहिँ धेरै पानी हुन्छ क्या फर्सीमा, त्यही भएर मिठो पनि हुँदैन यताको फर्सी। अनि बाँकी चाहिँ रहेको छ हरियो मकै र नास्पति। नास्पति चाहिँ हाम्रै घरको रुखमा फलेको हो। मकै पनि अब खाने बेला भइसक्यो, त्यही भएर मलाई चाहिँ आमाले यति कोसेली पठाइदिनु भएको छ। माया गरेर हजुरहरू पनि हेरिदिनु होला। धन्यवाद।